अलरेडी गाइज आज म घर आएको है। ओ हाम्रो दाजुले दार बोकेर जानुहुन्छ। यो उपल्लो तल्लो दुईवटै हाम्रो घर है। अनि यहाँदेखि यता त्यो दार काट्ने चाहिँ काम हुँदै रहेछ है। अनि त्यहाँ जान लागेको के हुँदैछ भनेर है। यहाँदेखि जान पर्छ है। यहाँदेखि यो बाटो गयो, यो बाटो पोरी त्यो मिसिनको आवाज आइरह। त्यहाँ ससुराली गाउँको मामाले काट्दै हुनुहुन्छ है। अनि यता पारी गाउँ देखिन्छ। त्यता पारी गाउँ चाहिँ हाम्रो फुवाजु दाजुको गाउँ। फुवाजु दाजु भन्नाले फोइको छोराको भान्जा दाई भन्नुपर्छ हामीले। भान्जा दाईको गाउँ है। अलरेडी यो डाँडामा आउँदा अजिब लाग्यो कि किनभने बाटो अब सबैजनालाई घर घर चाहियो अरे के। बाटोले गर्दा यस्तो भयो कि हाम्रो गाउँ तस नस भयो जस्तो देखिन्छ कि। अब फेरि बर्खा लाग्छ, पानी आउँछ है। बर्खा लागेपछि पानीमा फेरि कहाँ जाने, के गर्ने, कसो गर्ने, त्यो पनि सोच्नु पर्ने हो। त्यही पनि ठिकै छ। अलि अगाडि आएपछि त्यस्तो छ मामाहरूले काम गर्ने ठाउँ है। एकजना मामाले यहाँ चलाइराख्नु भएको छ है। रिक्वेस्ट गर्छु म चलाउन मिल्छ भनेर, जान्ने रहेछु कि भनेर। मामा फेरि मलाई अलिक गाह्रो पर्यो कि म सक्दैन कि भनेर आफै डराएँ कि। डरपोक पनि त छु नि त म। त्यही भएर कि म अर्को मामासँग जान्छु। अनि यो बाटो, यो पहिलो बाटो थियो, यो घुमेर जान्छु है। अलरेडी घुमेर यतादेखि माथि बाटो जान्छु म। बाटो आउनुपर्छ कि यस्तो अनि यस्तो धेरै गाह्रो छ। यस्तो यताबाट ल यता त बाटै रहेनछ त। यस्तो छ क्या। पहिला यही बाटो जान्थ्यौँ हामी। यहाँदेखि त्यहाँदेखि गएर यस्तो जान्थ्यौँ। अहिले रहेनछ है। म एकैछिन यतादेखि जान्छु, यतादेखि माथि जान्छु है। माथि है। माथि जाँदा लास्टै अप्ठ्यारो छ कि। आमा यस्तो कसरी जानु हो। चढेर त्यही पनि अलरेडी म कोसिस गरिरहेको छु है। यस्तरी के उल्टरी मसँग सिम्पल क्यामेरा भएको कारणले यस्तो भयो कि। यस्तो हुन्छ। मामाले इसारा गर्दै हुनुहुन्छ तल, नसुन। मामा फेरि यहाँ काटिरहनु भएको छ। म त्यहाँ आउँ मामा, कसरी आउँ हजुर? किन आउँछु के? माथि काट्नु है पहिला, काट्नु क्या पहिला। ए यस्तो हुन्छ। यस्तो अप्ठ्यारोमा कसरी काट्नु? यो धुलो। राम राम राम।
यता आउनु यता आउनु यता भान्सा ओटिनु होला है भन्थे मलाई ल मामा छोडेर यस्तो मलाई ए उता ढुङ्गा आउँछ तल कता हुनुहुन्छ साइडमा हुनु होला है यस्तो हुन्छ क्या डेन्जर यही बाटो निस्केको त गाइज म अघि है यस्तो हुन्छ कि हामी यहाँ धुले बाजी खेल्ने ठाउँ हो सानोमा अहिले यस्तो छ